द प्रोसेस अफ कन्भर्जन अफ मेरिस्मेटिक टिस्यू इन्टु पर्मानेन्ट टिस्यू इज होइन। अप्सन ए डी डिफ्रेन्सिएसन, अप्सन बी युनि डिफ्रेन्सिएसन, अप्सन सी डिफ्रेन्सिएसन र अप्सन डी नन। अब क्वेसनमा भनेछ कि मेरिस्मेटिक टिस्यूलाई पर्मानेन्ट टिस्यूमा कन्भर्ट गर्ने प्रोसेसलाई के भनिन्छ होइन। कन्भर्ट गर्ने प्रोसेसलाई के भनिन्छ। अब यसलाई बुझ्नको लागि सबैभन्दा पहिला हामीले मेरिस्मेटिक टिस्यूलाई केबाट केमा कन्भर्ट गर्दाखेरि त्यो प्रोसेसलाई के भन्छ त्यो बुझौँ, अनि त्यसपछि हामी यो क्वेसनतिर लागौँ होइन। सबैभन्दा पहिला प्रोमेरिस्टिम हुन्छ होइन, हामीले सबैभन्दा पहिला पढेको थियौँ प्रोमेरिस्टिमलाई मोडिफिकेसन भएर प्रोमेरिस्टिममा मोडिफिकेसन हुन्छ होइन, मोडिफिकेसन हुन्छ। अनि मोडिफिकेसन भएर यो केमा चेन्ज हुन्छ, प्राइमरी मेरिस्टिम। त्यसै गरी अब प्राइमरी मेरिस्टिम चाहिँ कन्भर्ट हुन्छ प्राइमरी पर्मानेन्ट टिस्यू र यो प्रोसेसलाई हामी भन्छौँ डिफ्रेन्सिएसन। त्यसै गरी अब प्राइमरी पर्मानेन्ट टिस्यू चाहिँ सेकेन्डरी मेरिस्टिममा कन्भर्ट हुन्छ। प्राइमरी पर्मानेन्ट टिस्यू चाहिँ केमा, सेकेन्डरी मेरिस्टिममा कन्भर्ट हुन्छ। सेकेन्डरी मेरिस्टिम। अनि यो प्रोसेसलाई हामी के भन्छौँ, डी डिफ्रेन्सिएसन। त्यसै गरी अब सेकेन्डरी मेरिस्टिम छ, यो हुन्छ सेकेन्डरी कन्भर्ट हुन्छ सेकेन्डरी पर्मानेन्ट टिस्यू र यो प्रोसेसलाई भनिन्छ डिफ्रेन्सिएसन। यति बेला हामीले के बुझ्यौँ यहाँबाट, प्रोमेरिस्टिम हुन्छ, प्रोमेरिस्टिममा मोडिफिकेसन भएर प्राइमरी मेरिस्टिममा चेन्ज हुन्छ। त्यही भएर प्राइमरी मेरिस्टिममा डिफ्रेन्सिएसन भएर प्राइमरी पर्मानेन्ट टिस्यूमा जान्छ। अनि यो प्राइमरी पर्मानेन्ट टिस्यू चाहिँ सेकेन्डरी मेरिस्टिममा कन्भर्ट हुन्छ बाई द प्रोसेस डी डिफ्रेन्सिएसन। अनि त्यसै गरी सेकेन्डरी मेरिस्टिम चाहिँ सेकेन्डरी पर्मानेन्ट टिस्यूमा कन्भर्ट हुन्छ बाई द प्रोसेस डी डिफ्रेन्सिएसन। यति भइसकेपछि अब हाम्रो क्वेसनले के सोधेको छ कि मेरिस्टेमेटिक टिस्यू पर्मानेन्ट टिस्यूमा कन्भर्ट हुन्छ त्यो प्रोसेसलाई के भनिन्छ। सबैभन्दा पहिला यहाँ हाम्रो मेरिस्टेमेटिक टिस्यू छ अनि यो कन्भर्ट भएछ पर्मानेन्ट टिस्यूमा, अनि यो प्रोसेसलाई के भन्छ हामीले डिफ्रेन्सिएसन। सो यसको एन्सर अप्सन नम्बर सी डिफ्रेन्सिएसन हुन्छ। थ्याङ्क यू एभ्रीवान फर वाचिङ। आजको लागि